भुटीको जीवनमा फेरि लामो समयपछि यति धेरै दुःख कष्ट भोगेपछि आज आएर फेरि खुसी छाएको छ र भुटीको जीवनमा यो खुसी ल्याउनुमा सुकुमाएको ठुलो हात रहेको छ र लामो समयपछि भुटीको जीवनमा खुसी आएको पछि भुटी भने एकदम खुसी भएको छन्। तर भुटीलाई भने आफ्नो श्रीमानसँग छुट्टिँदा अलिकति नमजा भने चाहिँ पक्कै पनि लागिरहेको छ। भुटीको हातमा सारा लाल पूजाहरू आफ्नो नाममा भएका ती जग्गाका धनी पूर्जाहरू आएपछि भुटी एकतर्फी त एकदम धेरै खुसी भएको थियो भने तर भुटीले श्रीमानलाई एकदम धेरै माया गरेको कारणले गर्दा होला सायद भुटी भने अलिकति नर्भस पनि देखिन्थ्यो। तर भुटीले फेरि बितेका ती दिनहरू र भूपेन्द्रले गरेका ती व्यवहारहरू अनि आफू हुँदाहुँदै आफ्नै छेउमा सँगै बसिरहँदै श्रीमानले गरेका ती गलत कदमहरू र श्रीमानले आफ्नै अगाडि गर्लफ्रेन्ड लिएर राखेपछि उसलाई गरेका ती व्यवहारहरू सम्झिँदा भुटीलाई भने एकदम धेरै चित्त पनि दुखिएको छ र उसलाई यति धेरै रिस उठेको छ कि भूपेन्द्रदेखि। तर जे भए पनि मेरो आफ्नो श्रीमान हो, उहाँलाई म चटक्कै बिर्सिनु त कहाँ सक्छु र भन्दै भुटी भने एकदम धेरै तनावमा छन्। किनकि भुटीले भूपेन्द्रलाई एकदम धेरै माया गरेको कारणले होला सायद आज पनि ऊ श्रीमानदेखि अलग भए पनि उसको नाममा ती सारा सम्पत्ति आए पनि तर भुटी भने खुसी चाहिँ देखेका छैनन्। तर भनिन्छ नि श्रीमान भनेको र श्रीमती भनेको सायद एक अर्काबिचको लागि लगनगाँठो गाँसेका हुन्छन् र जो जन्म जन्मको लागि भनेर उनीहरू अग्नि साँची राखेर कसम खाएर लगनगाँठो गाँसेका हुन्छन्। तर कसै श्रीमतीले श्रीमानलाई बिर्सिन सक्दैनन् भने कसै श्रीमानले श्रीमतीलाई यस्तै भएको छ भुटीको जीवन पनि। भुटीले एकदम धेरै माया गरेको कारणले भूपेन्द्रले जति नै जे गरे पनि जे होस् मेरो श्रीमान हो, म उहाँलाई कसरी बिर्सिन सक्छु र उसले मलाई जति नै जे गरे पनि म उसलाई चटक्कै बिर्सिन त कहाँ सक्छु र भन्दै भुटी एकदम धेरै उसकै श्रीमान कि भूपेन्द्रलाई भने माया गरिरहेका छन् र ऊ अझै पनि भूपेन्द्रलाई नै माया गर्छन्। कतै भूपेन्द्रकै लागि भनेर ऊ अब सारा जिन्दगी भने एक्लै कटाउने सोच बनाएर बसिसकेका छन्। किनकि मैले एक फेर विवाह गरेर धेरै ठुलो गल्ती गरेँ, अब म दोस्रो गल्ती गर्दिनँ र म उहाँकै यादमा भने जीवन बिताउन चाहन्छु भनेर टोकलीलाई पनि बारम्बार भनिरहेका छन्। तर यता भत्र भने भुटीलाई ल्याउने आशामा ऊ एकदम धेरै आश गरेर बसेछ कि जब भुटीको सबै मामलाहरू मिल्छ र सबै कुराहरू मिलेपछि म भुटीलाई प्रेम प्रस्ताव राख्छु र विवाहको लागि आग्रह गर्छु भन्दै यता भद्र भने भुटीको ती कुराहरूमा विश्वास गरेको छ कि भुटीले मलाई पक्कै पनि माया गर्छन् होला भनेर। तर थाहा छैन भुटीले भद्रलाई साँच्चीकै माया गर्छन् होला त। किनकि भद्रले भने भुटीलाई धेरै धेरै कुरामा सहयोग गरेको कारणले गर्दाखेरि होला सायद भद्रले भने भुटीमाथि धेरै विश्वास राखेर आशा राखेर बसेका छन्। र यता भुटीको दाजु भाउजू टोकली पनि बिग्रिनै लागेको घर फेरि टोकलीले आफै सम्हालेका छन् र सारा कुराहरू आफ्नो ससुरालाई सुनाएपछि ससुरालाई पनि टोकलीको कुरा एकदम सही राखेपछि आफ्नो छोरीले गलत देखेर छोरीलाई सम्झाएर अबदेखि तिमीहरू कहिले पनि नबाच्नु, यति बुझ्ने ज्वाइँ हुँदाखेरि तिमी कहिले गलत बाटोमा नलाग्नु, जे गरेर खुवाए पनि ज्वाइँको खुसीमा रमाउनु सिक छोरी भन्दै आफ्नो छोरी टोकलीको श्रीमतीलाई सम्झाउँछन्। र यता टोकलीको श्रीमती पनि ओ अबदेखि म कहिले पनि यस्तो बाटोमा लाग्दिनँ बाबा भनेर भनेपछि उनीहरूको घर परिवार भने एकदम खुसी भएका छन्। र अब भने श्रेया र चेरीको भने चाहिँ दिमागले काम गर्न छोडिसकेछ। किनकि जब भुटीलाई नै निकाल्छु भनेका थिइन् तर अब भने त्यो घरबाट उनीहरू आफै निस्किनु पर्ने अवस्थाहरू आउँदै गरेको हुनाले गर्दा जति नै जालझेल गरे पनि यसलाई हामीले निकाल्नु नसक्ने भयो। तर के भयो त हामी घर बाहिर गएर पनि यसलाई सिद्धाउनु भनी सक्छौँ भन्दै उनीहरू जाल बुन्न भने आजैसम्म छोडेको। तर चेरीले भने
भूपेन्द्रसँग विवाह गरेर बस्ने भनेर ठुलो सपना देखेर बसेछन् र श्रेयाले पनि चेरीलाई ती सपनाहरूमा सहयोग गरिरहेका छन्। तर चेरीको बाबाले भने जुन केटा मेरो छोरीसँग लागेको कारणले मैले त्यसलाई त्यो हालतमा पुर्याएँ। दर्शक दिन भूपेन्द्रको जुन हालत छ त्यो सबै कुराहरू चेरीलाई र भूपेन्द्रलाई एकदम धेरै राम्रो थाहा छ र जुन केटीको कारणले गर्दाखेरि उसको बाउआमाले यो हालतमा पुर्याइरहेका छन् र बाउमाइती भएर अझै पनि त्यही केटीको पछि लागेर हिँडिरहेका छन् भूपेन्द्र। र यी कुराहरू थाहा पाई चेरीको बाउ आमाले पक्कै पनि भूपेन्द्रलाई भने चेरीको हात सुम्पिँदैनन् होला, किनकि घरमा श्रीमती हुँदा बाहिर केटीसँग बस्ने र बाहिर केटी डुलाउँदै हिँड्ने श्रीमानले पक्कै पनि मेरो छोरीलाई लगेर बिजोग बनाउनु के बेर। आज मेरो छोरीसँग त्यसरी हिँड्छ भने भोलि अर्को केटी राम्रो देख्यो भने मेरो छोरीलाई फेरि त्यस्तै धोका दिनेछ भन्दै चेरीको बाउआमाले भने यो विवाहलाई अस्वीकार गरिरहेका छन्। र भूपेन्द्रको त्यो हालत हुनुमा अझै पनि भुवन र बन्टीलाई भने थाहा छैन त्यो हालत कसले गर्दा भएको हो भनेर। र भूपेन्द्रले पनि यो कुरालाई एकदम धेरै गोप्यमा राखिरहेका छन्। सायद यी कुराहरू थाहा पायो भने पक्कै पनि चेरीलाई भने त्यो घरमा बास दिने छैनन्। र बन्टीले पनि त्यो घरमा त्यो कारणको झगडा हुनु चेरी त थियो तर भूपेन्द्रको त्यो अवस्था पुर्याउने मान्छे भने अझैसम्म पत्ता लगाउन सकेको छैनन्। त्यही भएर बन्टी भने अझै पनि भूपेन्द्रलाई यति धेरै माया गर्छ कि थाहा छैन सायद। तर चेरीलाई जति नै सम्झाए पनि बुझाइ पनि चेरी भने आफ्नो बाउआमालाई त्यागेर त्यो केटाको लागि त्यो घरमा आएर अर्काको घर बिगारेर बसिरहेको छन्। तर चेरीले भने थाहा छैन भोलि गएर मैले कुन जीवन जिउनु पर्ने हो भनेर अझै पनि चेरी भने भूपेन्द्रलाई पाइन भने ऊ मर्नेसम्म भइरहेको छ। यति धेरै पागल झैँ भएर भूपेन्द्रलाई माया गरेकी छन् चेरीले। तर के भूपेन्द्रले चेरीलाई साँच्चीकै माया गर्छन् होला त, किनकि उसकै कारणले गर्दा आज ऊ बोल्नु र हिँड्नु भने राम्रो सकिरहेको छैनन्। र जुन व्यापारमा बिजनेसमा ऊ लस भइरहेको छ उसकै कारणले पनि हुनसक्छ। सायद भूपेन्द्र त्यसरी पाखा नहिँडेको भए आज त्यो दिनहरू देख्नु पर्थिन होला। र चेरीले पनि भूपेन्द्रलाई भने एकदम धेरै माया गरेका छन्। तर के अब साँच्ची नै भूपेन्द्र सामु केही पनि नरहेपछि चेरीले भूपेन्द्रलाई त्यस्तै माया गर्छन् होला त। सायद चेरीले भने भूपेन्द्रको सम्पत्ति देखेर माया गरेको हो जस्तो लाग्छ, किनकि भूपेन्द्रको जब सम्पत्ति नै छैन, जब भूपेन्द्रको सम्पत्ति आधा भाग बन्टीलाई दिनुपर्छ भनेपछि ऊ भूपेन्द्रलाई छोड्न पनि तयार भइसकेका थिए। तर जसोतसो श्रेयाले भने चेरीलाई सम्झाएर र थम्थामाएर उहिले भूपेन्द्रको सामुने राख्ने हो र भूपेन्द्रलाई चेरीसँग विवाह गरेर भूपेन्द्रलाई उनीहरूदेखि पन्छाउने भन्ने श्रेयाको भने पक्कै पनि मनसाय भएकै कारणले होला। सायद चेरीलाई भने उसले आफ्नै बहिनी भन्दै उसलाई तिमीसँग त म मिलेर बस्न सक्छु भनेर शुद्ध उनीहरूले उसले प्लान बनिसकेछन्। सायद भूपेन्द्रलाई विवाह गरेर भूपेन्द्रलाई पन्छाउनुको लागि चेरीलाई यति धेरै माया गरेको नाटक गरेका छन्। तर चेरी भने श्रेयाकै कुरामा मख भएर भूपेन्द्रलाई र उता बन्टीलाई भने छुट्याउनु भने उनी पनि एकदम तयारी भएर बसेका छन् र छुट्टै पनि राखेका छन्। यता गाउँमा भने भूमिकाको हरिबिजोग भइरहेको छ। जब भूमिकाको अहिले भने यति धेरै तनावहरू छ र यति धेरै उसले यातनाहरू सहिरहेको छ। सायद भूमिकाले भने यो कुराहरू उसको न त बाउ माइतीलाई सुनाउन सक्छ, न त साथीभाइ, न त गाउँको मान्छेहरूलाई, किनकि उसँग अहिले भने केही पनि छैन। फोनहरू पनि सारा खोसेर लगिसकेका छन् र ऊ धेरैचोटि घर भागेर जान भनेर ऊ कोसिस गरेछन् तर बारम्बार ऊ असफल हुँदै आएका छन्। सायद भूमिका पनि अब त्यो घरमा कि त नक्कर्नीकै तरह भएर बस्नुपर्छ, न त कि त ऊ आफ्नै ज्यानलाई बाजी राखेर त्यो घरसँग लडेर खानुपर्ने हुन्छ। किनकि भूमिकालाई भने अहिले त्यो घरमा पटक्कै माया भने दिँदैनन् र जब काम मात्रै लगाइरहन्छन् र उसलाई खानु पनि दिँदैन। अस्ट्रेलिया लाने भनेर ठुल्ठुला सपना देखाएर विवाह गरेका भूमिका भने अहिले अस्ट्रेलिया होइन ती गाउँमा घाँस दाउरा गर्दै बसिरहेको छ र रात दिन कुटे कोदालो अनि रुँदै रात दिन घरका चुला चौका अनि मेलापात बिचारा
भूमिकाको आमा भने चाहिँ यता मक्खै भइरहेको छ। भूमिका अस्ट्रेलिया गइसक्यो होला भनेर, तर उनीहरू पनि अब यता घर सम्हाल्ने त होइन, उता बुहारीलाई नै नराम्रो गर्ने र सहरमा गएर बुन्टीलाई हट्याउने भन्दै सोच बनाउँदै आएका भीम र भरकुमारी भने सायद सहर पुग्दा सहरमा भुन्टीलाई देख्दा उनीहरूको रियाक्सन भने के हुन्छ होला त। यी कुराहरू थाहा पाउन पक्कै पनि हामीले 227 को 327 को प्रतीक्षा गर्नुहुन्छ। बाई बाई।